म्याथमेटिक्स नेपाल युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज नेक्स्ट क्वेसन लिएर आएको छौं। यसमा चाहिँ सिम्पल र्यान्डम स्याम्पलिङ विथ अ सुइटेबल एक्जाम्पल भन्ने क्वेसन रहेको छ, जसमा हामी डेफिनेसनबाट सुरु गरौँ। डेफिनेसनमा चाहिँ सिम्पल र्यान्डम स्याम्पलिङ इज अ बेसिक स्याम्पलिङ टेक्निक वेयर every individual or item in the population has an equal chance of being selected भनेर भनेको छ। भनेपछि यो कस्तो खालको स्याम्पलिङ मेथड रहेछ भन्दाखेरि यसमा चाहिँ प्रत्येक पपुलेसनमा भएका प्रत्येक मेम्बरहरू चाहिँ आउने चान्स, पर्ने चान्स चाहिँ के हुन्छ त बराबर हुन्छ। जस्तो हामीले एउटा यहाँ यो पपुलेसन राख्यो भने अब यहाँबाट जुन पनि पर्न सक्छ हामीले, हैन? यो स्याम्पल छान्दाखेरि जुन पनि पर्न सक्ने भयो। यही पार्टिकुलर हुन्छ भन्ने जरुरी छैन कि जुन पनि आउन सक्ने खालको त्यो टेक्निक, त्यो मेथडलाई चाहिँ हामी सिम्पल र्यान्डम स्याम्पलिङ भन्छौँ। यसको नामै र्यान्डम भएकोले यसमा चाहिँ स्पेसिफिक नभइकन हामीले र्यान्डम तरिकाले छान्छौँ। यो चाहिँ यसको डेफिनेसन भयो। अब यसमा की फिचर्सहरु चाहिँ छ। नम्बर 1 मा सिम्पल र्यान्डम स्याम्पलिङ is a basic method used to choose a sample। भनेपछि यो चाहिँ बेसिक मेथड हो भन्ने कुरा यहाँबाट थाहा हुन्छ। नम्बर 2 मा चाहिँ in this method each person or item in the group भनेको चाहिँ यहाँनिर population is treated equally भनेको चाहिँ प्रत्येक यहाँको आइटम अथवा यहाँ जुन हाम्रो पपुलेसन भित्र रहेको जुन आइटमहरु हुन्छ या पर्सनहरु हुन्छ तिनीलाई चाहिँ हामीले सेम तरिकाले ट्रिट गर्छौं, कुनै बाइसनेस छैन भन्न खोजेको। नम्बर 3 मा चाहिँ everyone has the same chance of being picked भनेपछि प्रोबेबिलिटी उति नै हुन्छ, हैन? जो पनि पर्न सक्छ, यही पर्छ भन्ने त्यस्तो ग्यारेन्टी छैन कि जो पनि पर्न सक्छौं। नम्बर 4 मा the selection is done in a random or unpredictable way। चाहिँ प्रेडिक्ट यो पर्न सक्छ भने प्रेडिक्सन गर्नै सकिदैन, हाम्रो चाहिँ जुन पनि पर्न सक्ने भयो। यो चाहिँ हाम्रो यो जुन अमेरिकाले हामीलाई चाहिँ ईडीबी को चाहिँ सिलेक्सन हुन्छ या लटरी चिट्ठा पर्ने कुनै पनि गेममा हुन्छ, त्यो मेथड नै के भन्दाखेरि यसको चाहिँ उदाहरण भयो। अब नम्बर 5 मा this helps to make sure the sample is fair and not biased भनेपछि अब त्यो स्याम्पलमा आउने चाहिँ बाइस नगरिकन जो पनि पर्न सक्ने भएकोले यो एकदम फेयर मेथड हो भनेर भन्न सकिन्छ। यसको एक्जाम्पलमा चाहिँ सपोज अ टिचर वान्ट्स टु select 5 students randomly from a class of 30 students। 30 जना क्लासमा छ, त्यहाँमध्ये 5 जना छान्नु पर्यो, हैन? केहीको लागि 5 जना छान्नु पर्यो भने हामीले कसरी छान्छौं त, हैन? यो क्विज कम्पिटिसनको लागि 5 जना विद्यार्थी छान्नु पर्यो भने स्टेप्समा चाहिँ सबभन्दा पहिला चाहिँ हामीले के गर्नु पर्यो? असाइन अ नम्बर टु इच स्टुडेन्ट 1 to 30। त्यहाँ भएका सम्पूर्ण विद्यार्थीहरुलाई चाहिँ हामीले 1 2 गर्दै 30 नम्बरसम्म तिनीलाई चाहिँ प्रत्येकलाई दिनु पर्यो। यो 1 नम्बर, यो 2 नम्बर भन्दै प्रत्येक स्टुडेन्टलाई चाहिँ तिमी 1 नम्बर, तिमी 2 नम्बर भन्दै सबभन्दा सुरुमा 30 सम्म चाहिँ नम्बरिङ गर्ने। नम्बर 2 मा चाहिँ युज अ र्यान्डम नम्बर जेनेरेटर। र्यान्डम नम्बर जेनेरेटर भनेको चाहिँ कम्प्युटरबाट हामीले चाहिँ सर 30 सम्मको राखेर अनि क्लिक गर्दाखेरि जुन पनि आउन सक्छ। कि त हामीले के गर्न सक्छौं भन्दाखेरि एउटा बक्समा चाहिँ 1 देखि 30 सम्म लेखेको चिटहरु या बलहरु हामीले राख्न सक्छौं। अनि नम्बर 3 मा चाहिँ के गर्ने? त्यो बल या चिटलाई चाहिँ प्रत्येक चोटी निकाल्ने, अनि जुन पनि बन्न सक्छ 1 देखि 30 मध्येको भनेपछि त्यसरी निकालिएको जुन स्याम्पल हुन्छ तिनीहरु चाहिँ र्यान्डम सिलेक्सन भयो। अब मानौ त्यो बक्सबाट चाहिँ हामीले 5 वटा निकाल्दाखेरि चाहिँ मानौ 3 पर्यो, अनि 7 पर्यो, 12 पर्यो, 19 पर्यो, 25 पर्यो भने अब यो चाहिँ के भयो त भन्दाखेरि यसरी निकालेको
अब यो बक्सबाट 3 निकाल्दाखेरि 3 नम्बरको स्टुडेन्ट पर्यो, बक्सबाट 7 निकाल्दाखेरि 7 नम्बरको स्टुडेन्ट पर्यो भने चाहिँ जो पनि पर्न सक्यो। 5 जना यसरी हामीले चाहिँ छान्न सक्छौं र यो मेथड चाहिँ के भयो त सिम्पल र्यान्डम स्याम्पलिङ मेथड भयो। अब यो मेथडको चाहिँ कन्क्लुजन चाहिँ के हो त भन्दाखेरि thus simple random sampling is easy to use, एकदमै इजी छ, and ensures every individual has a fair chance of being सेलेक्सनमा पर्ने चान्स चाहिँ सबैको के हुन्छ त फेयर हुन्छ, जो पनि पर्न सक्छ, म पर्न सक्दिनँ कि भन्ने हुँदैन हैन, जसको पनि चान्स चाहिँ इक्वल चान्स हुन्छ, मेकिङ इट सुइटेबल फर मेनी रिसर्च एन्ड सर्वे पर्पजेस। यो सिम्पल र्यान्डम स्याम्पलिङ चाहिँ धेरैवटा रिसर्चको लागि पनि प्रयोग गरिन्छ, सर्वेको लागि पनि युज गरिन्छ। सो नेक्स्ट भिडियो लिएर आउनेछु, तबसम्मको लागि थ्यांक यू सो मच।